गलत प्रतिनिधि भयो भने फेरि यो शक्तिलाई चाहिँ नि गलतसँग दुरुपयोग हुन्छ जुन हामीले भोगिरहेछौँ। त्यसकारण असाध्यै नयाँ पुस्तालाई अगाडि बढाउने सोचमा हुनुहुन्छ कि पुरानै पुस्ता दोहोरिन्छ? यो चुनावी माहौलमा योलाई गर्नुहोस् त्यसलाई गर्ने भनेर म कसैलाई पनि केही पनि भन्न चाहदिनँ होइन। नयाँ भन्दैमा सबै राम्रै राम्रो, पुरानो भन्दैमा सबै खराबै खराब भनेर एउटै डालोमा पनि हाल्न मिल्दैन। किनकि अहिले सबैभन्दा शक्तिशाली यो राष्ट्रमा यदि कोही छ भने त्यो नेपाली जनसमुदायहरू हो, तपाईँ हामी जस्तो। तर यो चुनावपछि हामीमा निहित यो शक्ति चाहिँ नि हामीले हस्तान्तरण गर्दैछौँ। त्यसकारण असाध्यै होसियारीपूर्वक हामीले चाहिँ नि कसलाई भोट गर्छौँ, कसलाई छान्छौँ र यो हामीमा निहित शक्ति कुन व्यक्तिलाई हामीले चाहिँ नि हस्तान्तरण गर्छौँ भन्नेमा चाहिँ हामी सतर्क हुनुपर्छ होइन। हामी आशा गरौँ कि नेपाली भोटिङ जनसमुदायहरूको बौद्धिकता उहाँहरूले प्रयोग गरेर सही व्यक्तिलाई उहाँहरूले चुन्नुहुनेछ। कसैको लहलहमा नलागिकन, कसैको चाहिँ नि प्रचारबाजीमा नलागिकन, कसैको चाहिँ नि भनौँ न दबावमा नलागिकन आफ्नै व्यक्तिगत निर्णयबाट के सही हो के गलत हो। म नेपाली भोटिङ जनसमुदायहरूको चाहिँ नि बौद्धिकताको अन्डर एस्टिमेट गर्न चाहदिनँ। म चाहन्छु कि उहाँहरूले आफ्नो बौद्धिकता भरपूर प्रयोग गरेर सही व्यक्तिलाई छान्नुहोस्, लयलयमा नलाग्नुहोस्, प्रचारबाजीमा नलाग्नुहोस्। अहिलेको टेक्नोलोजीमा चाहिँ नि विभिन्न किसिमको चाहिँ नि दिग्भ्रमित गर्ने चाहिँ नि कुराहरू आउन सक्छ, जसले गर्दाखेरि तपाईँलाई गलत निर्देशित पनि हुनसक्छ होइन। गलत किसिमको विम पनि फैलाइदिन सक्छ। यो टेक्नोलोजीको बारेमा पनि बुझ्नुहोस्। यो टेक्नोलोजीले कस्तो कस्तो किसिमले चाहिँ नि म्यानिपुलेट गरिरहेको हुन्छ प्रयोगकर्तालाई भन्ने कुरामा पनि बुझ्नुहोस्। त्यो सतर्क भएर असाध्यै इम्पोर्टेन्ट जुन चाहिँ नि इलेक्सन हो, त्यो इलेक्सनमा हाम्रो हातमा भएको शक्ति कसलाई हस्तान्तरण गर्ने त्यो सोच्नुहोस्। किनकि एकचोटि शक्ति हस्तान्तरण गरिसकेपछि हामी जनसमुदाय चाहिँ नि निर्भय हुन्छौँ। त्यसपछि पाले पुण्य मारे पाप। राजदाई जस्तो अब यसैमा मेरो एउटा जस्तो तपाईँको पनि एक भोट छ होइन, त्यो भोट दिने अधिकार दाइमा छ र त्यो भोट माग्ने मान्छेलाई तपाईँको प्रश्न चाहिँ के छ दाइ? मेरो जिज्ञासा र प्रश्न त एउटै छ होइन। जो यहाँ इलेक्सनमा उठ्नु भएको छ उहाँहरूले हामी जस्तो नेपाली जनतालाई स्पष्ट पारिदिनु पर्यो कि, किनकि हामीले त अहिले के सोच्यौँ भने विगतमा जति कुराहरू पनि भए राष्ट्रका अहम मुद्दाहरू चाहिँ नि गलत तरिकाले चाहिँ त्यसलाई ट्याकल भयो होइन। भनेपछि सही तरिकाले कसरी जाने हो त बताइदिनुहोस् न होइन। करप्सनको कुरा उठिरहेछ, करप्सनलाई कसरी न्यूनीकरण गर्नुहुन्छ, शिक्षा स्वास्थ्य रोजगारमा कसरी यहाँहरूको चाहिँ योजना छ। यो होइन कि रातारात परिवर्तन गर्ने, तर पहिलो खुड्कीलाई कसरी चाल्नुहुन्छ। शिक्षा सबैको पहुँचमा पुर्याउनलाई पहिलो खुड्कीलाई कसरी चाल्नुहुन्छ, स्वास्थ्य सबैको पहुँचमा पुर्याउनलाई कसरी चाल्नुहुन्छ, रोजगारीको समस्या छ त्यसलाई कसरी चाहिँ नि बिस्तारै बिस्तारै न्यूनीकरण गरेर हल गर्नुहुन्छ। एयरपोर्टमा जुन विदेशी नै भिड छ त्यसलाई ओभरनाइट खाली गर्ने भने होइन, तर क्रमबद्ध रूपमा कसरी चाहिँ यहाँहरूले घटाउँदै लानुहुन्छ, के छ त योजनाहरू सुनौ न। त्यो मुद्दाहरू नसुन्ने हो, खालि उसले गरेन हामीले गऱ्यौँ या उसले गरेन त्यस कारण हामीले गर्छौँ भनेर मात्रै त भएन। के गर्छौँ त यी अहम मुद्दाहरूलाई चाहिँ नि सही मार्गमा कसरी ल्याउँछौँ। शिक्षाका कुरा, रोजगारका कुरा होइन, स्वास्थ्यका कुरा, बाटोघाटोका कुरा, आधारभूत नेपाली जनतालाई चाहिने कुराहरूको बारेमा चाहिँ नि यहाँहरूको क्रमबद्ध रूपमा स्टेप वाइज 1 वर्षपछि यतिसम्म गर्छौँ, हाम्रो अवधिकालमा यति गर्छौँ, अर्को 20 वर्षमा हाम्रो यो योजना छ होइन, अर्को 15 वर्षमा हामी चाहिँ नि एकदमै खालि 5% मात्रै विदेशी नै चाहिँ परिस्थिति सिर्जना गर्छौँ। यस्तो यस्तो कुराहरू त आउनु पर्यो नि। अनि यो कुरा आयो भने न हामीले आश्वासन पाएर चाहिँ हो ल यो व्यक्तिको भोलि गएर पनि कमसेकम यो गर्छु भन्ने सुनिसकेपछि यो व्यक्तिलाई चाहिँ हामी छानौँ भनेर हामीले निर्णय गर्न सक्छौँ होइन। खालि फलानु खराब भए हुनाले फलानु सही हो मात्रै भनेर पनि हामीले निर्णय लिनुभयो भने त्यो गलत हुन्छ। महानायकज्यूलाई चाहिँ जहिले पनि नेपाली राजनीतिले खोजिराखेको तर दाइ चाहिँ त्यसमा कहिले पनि आउन नचाहेको पात्र। बिचमा जेनजी सरकार हुँदाखेरि दाइलाई मन्त्रीको पनि प्रस्तावहरू आयो भन्ने किसिमको पनि कुराहरू हुन्थ्यो। राजनीतिमा चाहिँ दाइको सक्रियता र आउने भन्ने त्यस्तो केही छ दाइ? समाज र राष्ट्रमा बसेपछि राजनीतिप्रति त चासो भइ नै हाल्छ नि। अहिले नै हामी राजनीतिका कुरा गरिरहेछौँ होइन।
एज अ नागरिक पनि त तपाईँको चाहिँ नि राजनीतिप्रति जिम्मेवार हुन सकिन्छ, राजनीतिका कुराहरूमा चाहिँ नि भनौँ न खबरदारीहरू गर्न सकिन्छ। तर खालि राष्ट्र बन्ने भनेको चाहिँ सबैजना राजनीतिमै लाएर राष्ट्र बन्ने होइन नि। आफ्नो आफ्नो विशेष क्षेत्रहरू जहाँ चाहिँ नि व्यक्तिहरूको चाहिँ नि आफ्नो एउटा विशेषज्ञता छ, त्यो क्षेत्रहरूको उन्नति समग्र रूपमा, म कलाकारितामा लाग्यो होला, कोही चाहिँ नि डक्टरी पेसामा लाग्यो होला, कोही व्यवसायमा लाग्यो होला, कोही केमा लाग्यो, तपाईँ पत्रकारमा लाग्नुभयो, सबैले आफ्नो आफ्नो क्षेत्रमा अहम भूमिका निर्वाह गर्यो भनी नै समग्र रूपमा राष्ट्रको विकास हुने हो। सबैजना खालि राजनीतिमै गएर रहरमा म राजनीतिमा गएर गर्छु भन्दैमा खालि राजनीतिले मात्रै राष्ट्रको विकास हुँदैन नि होइन। तपाईँ हामी जस्तो व्यक्ति बाहिर बसेर विभिन्न कार्यहरू राष्ट्रलाई टेवा पुर्याउने कार्य गर्ने व्यक्तिको पनि एउटा अहम भूमिका हुन्छ नि त राष्ट्र विकास, राष्ट्र समृद्धिमा।